सो लंगिट्युडिनल वेव को मिनिङ के छ पहिला त्यो बुझौं है। जस्तै ट्रान्सभर्स वेवमा हामीले भनेका थियौ कि ट्रान्सभर्स वेवमा पार्टिकल्स भाइब्रेट गर्छ परपेन्डिकुलरली टु द डाइरेक्सन अफ प्रोपागेसन्स, यानी कि एउटा अपवर्ड र एउटा डाउनवर्ड डाइरेक्सन्समा जाने गरिन्छ। त्यस्तो यसमा हुनेवाला छैन। यसमा पनि पार्टिकल्स भाइब्रेट त गर्छ, तर त्यो पार्टिकल्स भाइब्रेट गर्छ एलोङ द डाइरेक्सन अफ प्रोपागेसन्स, यानी कि जुन डाइरेक्सन्समा वेभ जानु छ त्यही डाइरेक्सन्समा त्यो पार्टिकल्स भाइब्रेट गर्न स्टार्ट गर्छ। जस्तै यसलाई फिगरबाट हेर्यो भने यसलाई फिगर हामीले यसरी हेर्न सक्छौं। मानिहाल्नु यो पोइन्टबाट वेभ प्रोपागेट गर्न स्टार्ट गर्यो, यो पोइन्टबाट पहिला वेभ एकदम क्लोजली भाइब्रेट गर्छ, फेरि त्यसपछि टाढा भइहाल्छ, फेरि एकदम क्लोजली भाइब्रेट गर्छ, फेरि टाढा जान्छ, फेरि के हुन्छ त एकदम क्लोजली भाइब्रेट हुन्छ, फेरि टाढा, एन्ड सो अन यो निस्किहाल्छ। यो पार्टिकल्सबाट यदि हामीले भाइब्रेसन गर्यो, यसको कुनै फिक्स डाइरेक्सन हुनेवाला छैन। जुन डाइरेक्सन्समा पार्टिकल्स प्रोपागेट गर्यो त्यही डाइरेक्सन्समा यो पार्टिकल्स भाइब्रेट गर्न स्टार्ट हुन्छ, त्यही भएर यसलाई हामीले लंगिट्युडिनल वेव भन्ने गर्छौं है। अब लंगिट्युडिनल वेवमा जुन यो क्लोज भाइब्रेट भएको छ यहाँदेखि यहाँसम्म, यसको नाम के हो? त्यस्तै यो यहाँदेखि यहाँसम्म टाढा भएको छ, यसको नाम के हो? यसलाई भनिन्छ कम्प्रेसन। यसको नाम के हो? कम्प्रेसन। र यसको नाम हो तपाईको रेयरफेक्सन। जस्तै ट्रान्सभर्स वेवमा क्रेस्ट र ट्रको फर्मेसन थियो, यसमा क्रेस्टको सट्टा भइहाल्छ तपाईको कम्प्रेसन र ट्रको सट्टा भइहाल्छ रेयरफेक्सन। कम्प्रेसनमा के हुन्छ? पार्टिकल एकदम जुन भाइब्रेसन छ यो एकदम क्लोज भइहाल्छ, यानी कि कम्प्रेस भइहाल्छ, ठीक छ। अनि रेयरफेक्सन्समा के हुन्छ त भाइब्रेसन्स कम्प्रेस हुँदैन, भाइब्रेसन अलिकति टाढा भाग्छ, त्यही भएर यसको नाम पर्यो रेयरफेक्सन। सो यसमा दुईटा वर्ड युज हुन्छ, दुईटा टर्म युज हुन्छ, सरी, दैट इज वन इज कम्प्रेसन एन्ड अनदर वन इज रेयरफेक्सन्स। फेरि हेर्नु त यहाँनिर फेरि यहाँदेखि यहाँसम्म कम्प्रेस छ, त फेरि यसको नाम के परिहाल्यो? यसको नाम फेरि परिहाल्यो कम्प्रेसन। र फेरि यहाँदेखि यहाँसम्म टाढा भागेछ त यसको फेरि नाम के पर्यो त? रेयरफेक्सन। त्यस्तै फेरि यहाँनिर कम्प्रेसन भयो, नो, फेरि यहाँनिर हामीले कम्प्रेसन लेख्दा हुन्छ, र फेरि यहाँनिर के छ त? रेयरफेक्सन भइरहेछ, ठीक छ। यानी कि लंगिट्युडिनल वेवमा मात्र के प्रोड्युस हुन्छ त? कम्प्रेसन प्रोड्युस हुन्छ, त्यसपछि रेयरफेक्सन प्रोड्युस हुन्छ, कम्प्रेसन प्रोड्युस हुन्छ, रेयरफेक्सन प्रोड्युस हुन्छ। जस्तै साउन्ड वेव हामीले कहिलेकाहीँ हेर्नु भएको होला, हामीले कहिलेकाहीँ मोबाइल फोनमा हामीले के गर्छौं? आफ्नो साउन्डलाई रेकर्ड गर्छौं नि त। कहिलेकाहीँ तपाईहरुले माइक लिएरै साउन्डले रेकर्ड गर्नु होला, जति बेला हामी बोल्छौं त्यति बेला खूब क्लोजली भाइब्रेट हुन्छ। जै बोल्न सुरु बन्द गर्दिन्छौं त्यो एकदम टाढा भागिहाल्छ। जति बेला बोल्छौं त्यति बेला त्यहाँनिर कम्प्रेसनको प्रोडक्सन हुन्छ है त। अनि बोल्न बन्द गर्छौं भने रेयरफेक्सनको प्रोडक्सन हुन्छ। यानी कि यो वेवमा कम्प्रेसन्स र रेयरफेक्सनको कन्टिन्युअसली या हामी भन्न सक्छौं कन्सिक्युटिभली प्रोडक्सन हुने गरिन्छ है। अब फेरि एउटा कम्प्रेसन्स देखि लिएर अर्को कम्प्रेसन सम्मको डिस्टेन्सलाई के भन्ने हो? तपाईको गेस करेक्ट छ, दैट इज ल्याम्डा। ल्याम्डा भनेको दिस इज वेभलेन्थ भइहाल्यो। त्यस्तै एउटा रेयरफेक्सन देखि लिएर अर्को रेयरफेक्सन बीचको डिस्टेन्सलाई पनि हामीले ल्याम्डा नै भन्छौं, एन्ड दिस इज अल्सो वेभलेन्थ। यानी यो कम्प्रेसन देखि यो कम्प्रेसन सम्म फेरि वेभलेन्थ प्रोड्युस भयो, यो रेयरफेक्सन देखि लिएर यो रेयरफेक्सन सम्म फेरि हाम्रो के प्रोड्युस भइहाल्यो त? त्यो वेभलेन्थ प्रोड्युस भइहाल्यो है। सो यति टर्म्सहरु हामीले यसमा युज गर्ने गर्छौं। त्यसमा कुन कुन टर्म्स हामीले युज गर्दा हुन्छ? पहिलो टर्म्स हामीले कम्प्रेसन युज गर्दा हुन्छ है। दोस्रो टर्म्स हामीले यसमा रेयरफेक्सन युज गर्दा हुन्छ, ठीक छ। तेस्रो टर्म्स यसमा हामीहरुले वेभलेन्थ युज गर्दा हुन्छ। र बाँकी जुन छ जस्तै फ्रिक्वेन्सी भयो, टाइम पिरियड भयो, वेभ भेलोसिटी भयो, त्यो पहिलाकै मिनिङ भइहाल्छ त्यहाँनिर पनि। त्यो पहिलाकै मिनिङहरु यसमा पनि फ्रिक्वेन्सीको मतलब के? नम्बर अफ कम्प्लिट भाइब्रेसन्स मेड इन 1 सेकेन्ड। यसमा पनि कम्प्लिट भाइब्रेसन कति बेला प्रोड्युस हुन्छ? जति बेला एउटा कम्प्रेसन्स एउटा रेयरफेक्सनको प्रोडक्सन हुन्छ। त्यस्तै हामीले टाइम पिरियडको मिनिङ पनि हामीले सेम राख्न सक्छौं कि 1 सेकेन्डमा वेभले कतिवटा कम्प्लिट भाइब्रेसन प्रोड्युस भइराछ है। त्यस्तै हामीले वेभ भेलोसिटीको मिनिङ पनि सेम राख्दा हुन्छौं कि कुन स्पिडले या कुन भेलोसिटीले वेभ ट्राभल गरिरहेछ मिडियममा, त्यही वेभ भेलोसिटी हो है।
सो बाकी सबै टर्म्सहरु हाम्रो सिमिलर युज हुन्छ। बाकी नयाँ टर्म्स भनेको यसमा मात्र दुईटा युज भयो, दैट इज कम्प्रेसन एन्ड रेयरफेक्सन। यो मिनिङ छ हाम्रो लंगिट्युडिनल वेभको, है त गाइज। सो यतिलाई हामीले बुझ्यौ यो भिडियोमा। नेक्स्ट भिडियोमा हामी फेरि रिलेटेड यससँग अर्को भिडियो लिएर आउने छौं। तबसम्मको लागि गाइज